बेहुली अनमाएपछि सन्दातिर को रुन्छ तपाईँ बेहुली अनमाएपछि सन्दातिर को रुन्छ कान्छी पुपु गाइज मम्मी रुनी हो भन्देऊ न दिदी रुनी दिदी त नरुनी ल जेठी पुपु गाइज बेहुली अनमाएपछि सन्दातिर को रुन्छ म रुदिन बेहुली अनमाएपछि सन्दातिर को रुन्छ बेहुलीको मम्मी रुन्न बेहुली अनमाएपछि सन्दातिर को रुन्छ बेहुलीको ड्याडी म अङ्कल रुन्छ कि रुन्न अङ्कल रुन्छ कि रुन्न भन्नु त बेहुली अनमाएपछि सबैभन्दा धेरै को रुन्छ म रुन्न रुन्न आन्टी ल बेहुलीको मित मम्मी है आन्टी बेहुली अनमाएपछि भन्दा धेरै को रुन्छ म पनि रुने होला म पनि रुन्छु होला नि छोरी आन्टी को रुन्छ होला सबभन्दा धेरै अब त्यो तपाईँ रुनुहुन्छ कि रुनुहुन्न म त रुदिनँ बेहुली अनमाएपछि म सँगै जाने हो सिन्धुलीसम्म त्यही भएर म रुदिनँ हामी सँगै आएको पनि हो तपाईँ रुनुहुन्छ कि रुनुहुन्न म रुनै भ्याउँदिनँ टिका लगाएपछि हिँडिहाल्ने हो म त झन् आँसु झरिहाल्छु म सक्दिनँ भागिहाल्ने होइन म त त्यो अनुहारको हेर्नु मावलको आमा बेहुली अनमाएपछि को रुन्छ कि रुन्न नरुने हो नि त रुने कि नरुने मलाई त्यो कसैले आँसु झारेर देख्नै हुँदैन आँसु झरिहाल्छ बेहुली अनमाएपछि तपाईँ रुने कि नरुने रुने कि नरुने त्यो अवस्था के हुन्छ अब अवस्था हेरेर हुन्छ गाई म रुन्न म डह्रो भइसकेको छु म रुन्न